प्रशान्त तामाङको हृदयघातका कारण मृत्यु हुँदै गर्दाखेरि कोही व्यक्तिलाई त्यहाँनिर सिपिआर सम्बन्धी नलेज थियो र उसले सिपिआर पद्धति लागू गर्न सक्थ्यो भने प्रशान्त तामाङको जीवन बचाउन सक्थ्यो र कोही व्यक्ति भगवान बन्न सक्थ्यो। सो सिपिआर भनेको सामान्यतः कोही व्यक्ति हृदयघातका कारण बेहोसी अवस्थामा र मृत्युको मुखमा पुगिसकेको छ भने त्यो मान्छेलाई बचाउनको लागि प्रयोग गर्ने विधि हो। सो सामान्यतः हाम्रो नेपालमा वर्षेनी हृदयघातका कारण मुटु रोगका कारण धेरै मानिसको मृत्यु हुने गर्दछ। सो हाम्रो गाउँघर समाज सबै ठाउँमा यो सिपिआर सम्बन्धी नलेज भयो भने केही हदसम्म ज्यान जोगाउन सकिन्छ। सो यही सिपिआर पद्धति भनेको सामान्य हो, जो कोही व्यक्तिले पनि सिक्न सक्छ। म तपाईँलाई आज सिपिआर पद्धति के हो र कसरी कोही व्यक्ति मृत्युको मुखमा पुगिसकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ भनेर म तपाईँलाई यो भिडियो सेयर गर्दैछु। तपाईँहरूले यो भिडियो हेर्नुहोस् राम्रोसँग। फर्स्ट भनेको कोही व्यक्ति अचेत अवस्थामा ढलेको छ, मृत्युको मुखमा पुगेको छ भने उसलाई हृदयघात भएको हुनसक्छ। जस्तै ऊ मान्छे कुन पोजिसनमा छ त, जस्तै ऊ गाडीमा छ कि ऊ घरको बेडमा लडिरहेको छ कि सोफामा लडिरहेको छ। फर्स्ट तपाईँले हेर्ने भनेको ऊ कुन सिचुएसनमा छ। त्यसपछि तपाईँ घटनास्थलमा हुनुहुन्छ भने इमर्जेन्सी कल गर्नु स्वास्थ्य कर्मीलाई र त्यसपछि तपाईँले सिपिआर पद्धति लागू गर्नुहोस्, जसमा सुरुमा त्यो व्यक्ति कुन पोजिसनमा छ त्यो व्यक्तिलाई इमिडिएटली कडा भाग अथवा जमिन भागमा ढाडमुखी सुताउनुहोस्। त्यसपछि 30 चोटि कम्प्रेसन गर्नुहोस् यसरी हड्केलाले। त्यसपछि उसको ब्रेथिङ चेक गर्नुहोस्, उसको मुख खुला छ कि छैन है। त्यसपछि उसको मुख खुला छैन भने तपाईँले 30 चोटि ब्रेथिङ दिनुहोस् र यता उसको नाक बन्द गरेर चिउलो अलि माथि गराएर 1 सेकेन्ड अक्सिजन दिनुहोस्, ब्रेथिङ दिनुहोस्। त्यसपछि फेरि कम्प्रेसन दिनुहोस्, फेरि अक्सिजन दिनुहोस्। यी पद्धतिलाई स्वास्थ्य कर्मी नआउँदासम्म तपाईँले कन्टिन्यू गर्नुहोस्। यो गऱ्यो भने जो एक्सिडेन्टली हृदयघातका कारण बेहोसी अवस्थामा हुन्छन् ती व्यक्तिलाई बचाउन सकिन्छ। यो भनेको हृदयघातका कारण, हृदयघात भनेको एउटा श्वास प्रश्वासले अथवा मुटुले अथवा फोक्सोले काम नगरिरहेको, ब्लड सर्कुलेसन नभएको अवस्था मात्र हो। यदि कोही व्यक्ति हृदयघातका कारण बेहोसी अवस्थामा छ र बेहोसी अवस्थामा पुगेको 8-9 मिनेटभित्र तपाईँले यो विधि मात्र लागू गर्नुभयो भने तपाईँले कोही व्यक्तिको ज्यान बचाउन सक्नुहुन्छ। सो सिपिआर पद्धति भनेको सामान्यतः जबसम्म स्वास्थ्य कर्मी अथवा इमर्जेन्सी मान्छेहरू आउँदैन तबसम्म तपाईँले गर्ने सामान्य पद्धति हो। यसबाट तपाईँले आफ्नो घर परिवारमा भएको एक्सिडेन्टली हृदयघातमा परेको इभन बाटोमा जताततै तपाईँले देख्नु भएको छ, यदि एक्सिडेन्टली हृदयघातका कारण कोही ढलेको छ र तपाईँसँग सिपिआर सम्बन्धी ज्ञान छ भने तपाईँले इमिडिएटली लागू गर्नुहोला। र हाम्रो नेपालमा यो एउटा नलेज एकदमै बाँड्न जरुरी छ।